रोडमा उभिनलाई त्यहाँ पठाउन 2-4 जना नगेलहरू लगायत शिक्षक नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा जारी गरेको शैक्षिक परामर्श तथा भाषा शिक्षण पूर्व तयारी चाहिँ कक्षा व्यवस्थापन सञ्चालन नियमावली 2083 मा आएको कुरा राम्रो छ। तर त्यो नियमावली सँगसँगै यसमा लेखेका केही बुदाहरू छन्, त्यो बुदाहरू चाहिँ व्यवसायमुखी छैन र विद्यार्थीहरूको हितमा छैन, जसको समता शुल्क लगायतका धरोटी लगायतका चिजहरू छन्। यी कुराहरू चाहिँ स्टेक होल्डरहरूलाई सहज र चाहिँ हुने तालले भन्दा पनि असहज हुने तालले पैदा भएको हुनाले यसको विरोधको रूपमा चाहिँ हामीले साङ्गीतिक रूपमा नेपाललाई एजुकेसन हब बनाउन सकिन्छ, नेपालबाट विदेशमा जान पनि सक्छ, नेपालबाट विदेश ल्याउन पनि सकिन्छ। यो प्रक्रिया हो र संविधानले मौलिक हक अधिकार पढ्न पाउने अधिकार र विद्यार्थीलाई पढाउने अभिभावकको र विद्यार्थी पढ्न पाउने अधिकार सुनिश्चित छ। र हामी पनि चाहिँ व्यवसाय गरेको हुनाले 40औं वर्षदेखि आएको व्यवसायमा पछि चाहिँ यसलाई कानुन बनाएर नियन्त्रण गर्नुभन्दा पनि नियमन गरोस् भन्ने उद्देश्य थियो। त्योभन्दा विपरीत भएको हुनाले हामीले चाहिँ साङ्केतिक रूपमा हामीहरू चरणबद्ध यो आन्दोलन भएको हुनाले आज हामीले चोकचोकमा विभिन्न चोकचोक र देशैभरि रहेका शैक्षिक परामर्श व्यवसायहरूले यसलाई साङ्केतिक रूपमा चाहिँ सरकारले ल्याएका केही चाहिँ व्यवसाय विरोधी चाहिँ दफाहरू हटाइयोस् र संशोधन गरियोस् भन्नको लागि चाहिँ हामी यो चाहिँ आज चोकचोकमा चाहिँ बसेका हौँ। नेपाल बहस टेलिभिजन खोजमूलक पत्रकारिता।